हेलो साथीहरू, दर्शना नमस्ते है। म भिडियो लिएर आएको छु। सबैजनाले हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। भिडियो के विषयमा भन्ने भन्दा पनि तपाईँहरूकै माग हो हैन। मलेसियामा त केटीहरू टन्न पाइन्छन्, के हो कुरा खास भन्ने कुरा धेरैजनाको कमेन्ट आइरहन्थ्यो। त्यही आज मैले देखाउँदैछु के रहेछ त, कस्तो रहेछ त हैन मलेसियामा केटीहरूको सुविधा। ल म भिडियो सुरु गरौँ है त। लो हेर जनो, आज सेन्ट-पिपली मेला लागिरहेछ। यो सेन्ट-पिपली मेलाको छोलो अन्य टोली आजको आउनु पर्यो। ल हेर केटा हो, विदेशमा यस्तो हुन्छ। यिनकै मेला लाग्दो रहेछ यहाँ त। गाह्रो पो छ त हौ। यो नेपालीहरूको मेला देख्दाखेरि भगवान म दङ्ग छु। आज म आश्चर्यचकित छु। म अचम्म लागिरहेको छ मलाई होइन। यो के को मेला हो भगवान। मलेसियामा कति युवाहरू खर्रेका छन् भन्ने कुरो यसरी थाहा हुन्छ। हेर केटा हिँड्ने बाटै छैन। यस्तो नेपालीहरूको बिजोग हेर केटा हो यार। बिचरा यार कसैले त धर्म गर्दै नि हुने। म मलेसिया आएर पनि भर्जिन रहेको केटा हो। यही भिडभाडले गर्दा हो। यस्तो छ, पालै नपाइने रहेछ यार। गाह्रो छ यार। आज पालो नपाइने भयो केटा हो यार। यस्तो छ हेर, हिँड्न त पाइँदैन, कसरी पालो पाइने होला त यार। ल हेर केटा हो भिडभाड। बर्दिया र बाँके मलेसियामा पालो कुर्दा कुर्दै थाके यार। यस्तो छ ठाउँ यस्तो रहेछ केटा हो। हेर यार लुकेर बनाउँदैछु होइन। ठाउँ यस्तो रहेछ हेर। गल्ली पुलियामा केटाहरू ठाउँ यस्तो रहेछ। यो त मलाई बाख्राखोर गए जस्तो लाग्यो। यो हाम्रो गाउँले भाषामा यो गोबरसिंह एरिया हो यार। साउदी कतारमा रम्मल घारी छ भनेर खुब फुर्ती लाउँथ्यौ नि केटा हो। यहाँ हेर, यहाँ हेर यस्तो छ। यो गोबरसिंह एरिया हो। यतिको लाइन त नेपालमा सरकारी कार्यालय पनि हुँदैन यार। सरकारी कार्यालय पनि नेपालमा बरु अलिअलि घुसुस खुवाएर छिटो हुन्छ। यहाँ त नहुने रहेछ यार। ठाउँमा यस्तो त गर्नु हेर। हाम्रो गाई भैँसी हुने जस्तो मन्छौल लाइन हेर्नु पर्यो। लाइन हेर्नु पर्यो। यता लाइन यता हेर्नु पर्यो लाइन। भगवान परदेखि कतातिर उता हेर्नु पर्यो लाइन। ल केटा केटाहरू छिर्दैछन्। भनौँ न बोलिदिएछ। ससुराली जाँदैछन् केटाहरू तर बाहिर बसेर आउनु पर्यो एकछिन। अब यहाँ उ गर्न पाइँदैन रहेछ, हेर्न पाइँदैन, क्यामेरा गर्न पाइँदैन केटा हो। लाइन त बेजियत नेपालीहरूको हेर। यस्तो हुँदो रहेछ भिडभाड। त्यो त महँगै छ त। कुलिया भए पनि बास आइरहेको केटा तल जाउँ क्या। यो त लास्टै भिड भयो यार। के गर्नु थाक्नु मात्रै भन्ने जस्तो भयो। त्यसै यार हेर केटा लाइन भिडभाड त हेर। हेर भिडभाड कुलियामा यस्तो छ। आयो गयो। टिम सब एकसासै भएर आछन्। सास फेर्नु धोबे आउँछ। सास फेर्नु धोबे आउँछ नि त भइगएन। सास फेर्नु धोबे आउँछ गएर ल। एकछिन पछि माथि गयो। अलिक खासै ठिक लागेन। घरि हेरेर चाहिँ ससुराली हो भन्छन् केटाहरू। यस्तो घर त केटा हेर लाइन यार। तेरिका बिजोक रमाइलो पो छ त हौ केटा। दुई तिन केटाहरू छिरिया छन्, फर्किँदैनन्। के भयो यार, कहाँ गयो केटाहरू, कता छिरे। लाइन हेर लाइन। सकियो सम्पत्ति भयो भुकाराम। यस्तो तालले नसकेर नि क्या रहेछ यार लाइन त यार। हेर भगवान यो के को लाइन हो यस्तो। हेर केटा हो यहीँनिर सिङ्गापुरमा रेल फिलिलिलिलिलि घुम्छ। हामी यहाँ यो सिङ्गापुरको वाल्नोपट्टि छौँ। के गर्ने गाह्रो छ। फाइनली साथीहरू
जेबी बजार मलेसियाको हेर्नुहोस् दामी छ घुम्ने ठाउँहरू। हाम्रो बुद्धि सरहरूले फोटो खिच्दै हुनुहुन्छ उहाँहरू एकदम साथीहरू। बुद्धि सरले उहाँ लभ बनाउँदै हुनुहुन्छ। अलि नजानेको अवस्था छ एकदम त्यस्तो। आज छुट्टीको दिन मलेसियामा धेरै भिडभाड छ, रमाइलो छ। नेपाली दाजुभाइहरू सबै आज यहाँ जेबी बजारमा भेट भएको छ। साला बिहे नगर्दा चाहिँ हाम्रो माया समुद्र जस्तै चोखो गहिरो छ भन्थे, बिहे गरेपछि साला समुद्र भएको ठाउँमै पठाइदिए यार। मूर्ख त मान्छे मूर्खै हो। यस्तो नुनिलो पानीलाई चोखो भन्दै बस्छन् अनि अरू चोखो पाउने त। तपाईँ आउनुहुन्छ भने हामीले प्लान गरेको थियो। यस्तो अवस्था छ क्या, ठुलो ठुलो हेर्दै राल चौँदै बस्नुपर्ने अवस्था आछ यार। साह्रै बिजोग छ हौ हाम्रो प्रदेशमा, गाह्रो छ। यस्तो हेर्ने छ, हेरिन्छ, गाह्रो छ केटा हुन आऊ विदेश यार। ल्याउ न ल्याउ, खाउँ अलिकति। धुलो खानु हुँदैन के किन धुलो खाए के हुन्छ? स्वास्थ्यलाई हानिकारक गर्छ के। ल है, फाइनल्ली रातिको 8-9 बजेतिर हामी चाहिँ घरतिर फर्किँदैछौँ, रुमतिर। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया नबिर्सिनु होला। यदि भिडियो मन परेको छ भने सेयर, लाइक, कमेन्ट गर्न नछुटाउनु होला भन्दै अहिलेको लागि गुड नाइट।